अब चाहिँ यहाँदेखि ओह्रालो लाग्नु पर्यो। म खासमा चाहिँ फुटसल खेल्नु हिँडेको तलबाट रुमबाट, तर गेम चाहिँ हिजो बेलुकै क्यान्सल भएको रहेछ। मलाई चाहिँ नो इन्फर्मेसन। के हो यो त लिचीको बोट त अनि सुकेछ त। ल सुकाइ चारु लाग्यो। केही छुटेन नि मेरो, एक पनि छुटेको छैन। टाइम झरेको बाटो हेर, यता माथि झरेको यहाँबाट कताको बाटो लेफ्ट नै होला। सेकेन्ड टाइम झरेको बाटो है। ओए मेरो यार, मलाई मेरो वाले बाटो काट्यो, बाटो पुग्ने म अलिक स्लो भयो कि हो। हात्छु तर तल पुग्दा चाहिँ भिजेर ट्याक्क हुन्छ जस्तो छ। यो चाहिँ मेरो अब फाइनल्ली इन्डिङ उयो के अरे बाटो हो। अब डाइरेक्ट गेटभित्र सिट चाहिँ घटाउनु पर्थ्यो यार, मैले हल्का सिट घटाउने बिर्सिँदा फेरि त्यहाँबाट गर्नु केही छैन। अब त घर आइपुग्यो। पर्यो अनि त्यसमा चाहिँ लामो सिट छ भने पछाडि सिटमा यो लामोमा चाहिँ सिट छोडेर नै हाम्रो पर्छ। जस्तै यो हम्स आयो यहाँनिर जाउँ भन्नु पऱ्यो भने हुन्छ नि पछाडिबाट ड्यामेज गइहाल्छ कि त्यो अलिकति प्यान्ट त गर्नु पऱ्यो जिउलाई। गेट छ साइड गेटबाट ओ रहेछ। गेम रहेछ नि त आज।
फाइनली रुम कम ब्याक। यस्तो भएर घर आइपुग्यो होइन, रुम आइपुगेँ। अब हिलो अगाडि पनि खुट्टातिरको त झन् बिजोकै छ। अब ब्यागमा हेरौँ पछाडिको टायरले कति लागेछ। के हो यो यस्तो बिजोक छ यार। ओह्रालोमा साइकल कुदाउनु भन्नु मात्रै छ। पानी नभएको ठाउँमा त ठिकै हो, पानी भएको ठाउँमा त बिजोक बनाउँछ।